यो उठानी जरा त साँच्चै बाठा हुनुहुँदो रहेछ होइन भयभरका माला थरीथरीका माला सूर्य थापालाई भोट चाहिँ अरूलाई दिनुभयो होइन निशाना भेट्दा मैले मुक्केबाजीमा जितेको छु जब निशाना भेटिएन नि मेरो मुक्केबाजीले काम लागेन काम गरेन निशाना भेट्न किन सक्नु भएन तपाईँ बढी फन्डामा अल्मलिनु भयो भाइरलतिर लाग्नु भयो फेरि के गर्न थाले भने मजाको क्याम्पेन गरे यसपटक नो सूर्य थापा सूर्य थापालाई भोट होइन त्यो त गरिरह उसलाई माला लगाइथ्यौ सुन्नु न तर भोट चाहिँ अरूलाई देऊ माला लगाएकोमा तपाईँलाई अहिले चाहिँ अलि बढी नै गरिएछ खास चाहिँ निशाना अन्तर रहेछ भित्रभित्र सुरुङमा रहेछ म माला लगाएर फुङ्गो भएर हिँडेछु गजब बेइज्जती है म नाचेँ भने मेरा प्रतिस्पर्धी मित्रहरू पनि नाच्नुभयो मैले भाषण गरेँ भने उहाँहरूले भाषण गर्नुभयो मैले माला लाएँ भने उहाँहरूले पनि लाइदे जति माला लाउनुभयो जनताले त्यति लाइदिएन नि त के गर्नुहुन्छ मेरा प्रतिस्पर्धीहरू जे भयो जनताले गरेको सम्मान ठिक छ भोट नदिएर के भयो माला त दे भन्ने होइन जो दिनभरि कहाँ कहाँ हिँडेको छ कसको घरमा जाँदा साग काट्न थालेको छ कि रोटी बेल्न थालेको छ टक्क देखाएको छ त्यो काम गर्न थालेको छ तपाईँ त हात धोएर गर्नु थियो कि हात नधोइ गरेर बस्नु थियो सर्वनाश भयो म भन्दिनँ एमाले इतिहासमा सबभन्दा ठुलो सेटब्याक खाएको छ धुलो चाटेको छ भन्नुहोस् न मेरो खराब पानी छ मेरो खराब विद्रोहलाई हेप्नु भयो नि त अहिले त हेप्नु जेनजी विद्रोहलाई हेपेको होइन नि ती जेनजी साथीहरू जुन युवाहरू छन् नि मेरो घरमा पनि जेनजी छन् मैले त्यतिखेरै भनेको छु तपाईँ आफै जेनजी होइन आउनुपर्छ 2/3 हाराहारीका दुईटा सरकार बनाउने केपी ओली त यही हुनुहुन्छ नि त 2/3 हाराहारीका टिकाउन नसकेर पो टिकाउन त यस्तो हो नि ठिक छ त्यता बहस गरिनु देखाउन छ त्यसो भएको हुनाले म चाहिँ के भन्छु भने तपाईँ सचिनीवाला छैन यही नै हो हामीले नसकेको काम गर्नुस् गर्ने रे उहाँहरूले अनि गर्नुस् के अब त भ्रष्टाचारीलाई पाता फर्काएर ठिक पार्ने भन्ने कुरा पनि आइसक्यो अनि अब एक भ्रष्टाचारीका फाइल खोल्ने सुरु 3 महिनाभित्र अनुसन्धान प्रश्नमा म त्यहाँ ड्याम्पी अदालतमा फाइल केस गर्ने त्यस्तो भयो भने त एमालेका कति नेता पर्छ बदलियो र टिक्न सकिन्छ जस्तो लागेको छ अब यस्तो के योगेशजी तपाईँहरू किन चाहियो कि नेपालमा अब एउटा पोलरलाई नेपाली कङ्ग्रेसले समाउँछ पोलरै त नभनौँ प्रतिस्पर्धी दुई दलहरूमा एउटा नेपाली कङ्ग्रेस हुन्छ अर्को राष्ट्रपति हुन्छ